खान पुगोस्, लाउन पुगोस्, भगवत सेवा गर्न पुगोस्, सन्तानलाई 2 अक्षर पढाउन सकियोस् र सत्सेवा सत्कार्य परोपकार गर्नको लागि कति आवश्यक पर्छ त्यति कमाइयोस्। मरोगिता छ, रोग अप्रिय नलागोस्, जसले गर्दा ओछ्यानमा हामी पढिरहौँ, लडिरहौँ। अप्रिय रोग लाग्दै गर्दाखेरि त्यसले हामीलाई धेरै प्रकारका कष्टहरू दिन्छ। अर्थ गमो नित्य मरोगिता छ, प्रिया छ भार्या प्रिय बाधिनी छ। सन्तान यस्ता हुन्, श्रीमती यस्ती भित्री हुन्, बुहारी यस्ती भित्री हुन्। यसको मतलब बुहारीको लागि मात्र कुरा गरिन, ज्वाइँ पनि यस्तो भित्रिनु होस् कि मिठो बोल्नुहोस्। भित्रेकी बुहारीले पनि, प्रिया भनेको पत्नीले पनि मिठै बोल्नुहोस्। चाहे त्यो घरमा खानेकुरा केही नभए पनि 1 गिलास पानी पनि मुसुक्क हाँसेर ल्याएर दिनुभयो भने नि दिनभरिको थकाइ मेटिन्छ रे। गोविन्द भगवान की जय। अरू केही पनि चाहिँदैन रे कि। हामीले अग्निलाई साक्षी राखेर आएका छौँ नि, सुख